प्राकृतिकले बनाएका नियमहरू हामी सबैलाई थाहा छ। आगो निभाउन पानी चाहिन्छ, अनि जहाँ पानी हुन्छ त्यहाँ आगो टिक्न सक्दैन। तर यदि म तपाईहरूलाई एउटा यस्तो ठाउँको बारेमा भनौँ जहाँ पानी माथि नै आगो बलिरहेको छ, हो तपाईँले सही सुन्नुभयो। त्यो पनि 1-2 दिन मात्र होइन, सयौं वर्षदेखि बलिरहेको छ। नेपालको हिमाली जिल्ला मुस्ताङमा एउटा यस्तो स्थान छ जहाँ पुग्ने हरेक मानिस केही क्षणका लागि अचम्म पर्छ। चिसो पानी बगिरहेको हुन्छ, तर त्यसैमाथि निलो र पहेँलो ज्वाला नाचिरहेको देखिन्छ। स्थानीयहरूले यसलाई ज्वालामाई वा चुला मेवार भनेर चिन्ने गर्छन्। हिन्दू र बौद्ध धर्मावलम्बी दुवैले यस स्थानलाई अत्यन्त पवित्र मान्छन्। हजारौं तीर्थयात्री यहाँ दर्शन गर्न आउँछन्, तर धेरै मानिसको मनमा एउटै प्रश्न उठ्छ, यो आगो वास्तवमै किन बलिरहेको छ? कतिपयका लागि यो ईश्वरले दिएको चमत्कार हो जस्तो लाग्छ, कतिपयका लागि प्राकृतिकको दुर्लभ उपहार, अनि वैज्ञानिकहरूका लागि यो एउटा रोचक प्राकृतिक बनावट हो। आखिर सत्य के हो? यो रहस्य हजारौं वर्ष पहिले नै पत्ता लागिसकेको थियो। अझै पनि केही प्रश्नहरू मनमै छन्। पानीमाथि हजारौं वर्षदेखि बलिरहेको आगो, मुस्ताङको ज्वालामाईको रहस्य, यो त केवल सुरुवात हो। अर्को भागमा हामी मुस्ताङको इतिहास, ज्वालामाई कसरी पत्ता लाग्यो र यसको धार्मिक महत्त्वलाई कथा शैलीमा अगाडि बढाउनेछौँ। त्यसको लागि सबैजनाले मेरो च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला, र मैले पार्ट 2 मा कसरी भएको थियो भनेर अर्को पार्ट ल्याउनेछु, जसमा तपाईहरूले योभन्दा अझै रोचक कुराहरू थाहा